खोप भनेको हामीले सेकेन्डरी लिन्छौं। सबभन्दा मुख्य भनेको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङबाट पनि हामी धेरै जोग्न सक्छौं। स्क्रिनिङ भन्नाले चाहिँ हामी बिरामी नभएको अवस्थामा पनि पाठेघरको परीक्षणमा आउने र यसमा चाहिँ जाँच गरिन्छ। एउटा चाहिँ प्याप स्मेयर टेस्ट भनेर एकदम सुनिरहेको होला। पाठेघरको थोरै मुखबाट थोरै तरल पदार्थ लिएर यसलाई परीक्षणमा लग्ने र अर्को चाहिँ को टेस्ट भनिन्छ। जस्तो कि अहिले भनेको जस्तो पाठेघरको मुखको क्यान्सर भाइरसले गर्छ भने त्यो भाइरसको संक्रमण छ कि छैन त शरीरमा भनेर हेर्ने। यो दुवै टेस्टहरू गर्दाखेरि यदि राम्रो छ भने यसको टेस्ट रिजल्ट राम्रो छ भने चाहिँ यसको संक्रमण छैन भने चाहिँ पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अहिलेलाई छैन भन्ने हामीले बुझ्यौं। र त्यो बाहेक चाहिँ यसमा यो रिजल्टहरुमा के देख्यौं भने यसपछि के गर्ने त, यसको फर्दर टेस्टहरु गर्ने कि नगर्ने, यो भाइरसले के कतिको खराब गरेको छ पाठेघरको मुखमा भनेर जाँचहरु गर्न सकिन्छ। त्यो जाँचहरुमा खराबी छ भने त्यसलाई त्यही बेला नै रोक्नको लागि उपचार गर्नु पर्यो, ताकि यो उपचार गरेर पाठेघरको मुखको क्यान्सरसम्म परिवर्तन नै नहोस् भन्नलाई।